फाइनली गाउँमा हात्ती आयो अरे सो हेर्न जाँदैछु हात्ती चाहिँ यहाँ मान्छे छन् यहाँ अब हात्ती रिभिल हुन्छ यहाँ छ हात्ती देखे विशु दाइले देख्नुभयो के गर्छ यहाँ छन् हाम्रो हात्ती चाहिँ धानको बोरै पो लग्यो रहेछ अहिले मान्छे घेरामा नै यहाँ फर्क्यो भने हामी फर्किनु पर्यो उसलाई वास्तै छैन धान पाएको छ खाइदिन्छ नि धान चाहिँ कसको ला यसले यता फर्केन मान्छे कति मजाले खाएको उसलाई वास्तै छैन हो त्यो पटेका तपाईँको 20 रुपियाँ पड्किन्छ मात्रै उसलाई वास्तै छैन धोइ पो रहेछ त नि लो 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 खेदाउँछ नि अहिले खेदाउँछ अहिले कहाँ गर्न जानु भ्याउँदैन आँखा त के नदेख्ने आँखा नदेख्ने भए बोरा लिएर हिँड्थ्यो खुल्लै नि बिचको क्या बहिरो भएको छ यो ढुङ्गाले स्वागत गर्छु लु चटपटायो चटपटायो बोरा चाहिँ छोड्दैन रहेछ बल्ल बल्ल पाएको कमसेकम बोकेपछि खानु नि यार बोरा जति सब हात्ती यहाँ छ अहिले चाहिँ आइज उहाँ छ ऊ यत्रो देखिरहेको छ ओ आइज धेरै बस्नु हुँदैन आयो 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 उदाउँदैछ त्यो बाइक घुमाउनु त्यो बाइक घुमाउनु त्यो बाइक हात्ती मात्र हुन्छ त एन्ड गाइस हामी रियाक्सन गर्ने बनाउँदै रहेछ अब तपाईहरुलाई ब्याक क्यामेरा देखाउँछु म टाइम पास चाहिँ राम्रो भयो बिहान बिहानै सबैको छुट्टी हुँदैन नि कान्छ यसले सुने पो लाउनु मेरो कान मात्र दुख्छ होइन विशु दा अहिले 1 घन्टा अगाडि यही बाटोमा कुदेको थियो अहिले हो तेरिका घरिघरि त्यहाँ मसक्कै फर्केर मुस्कुराउँछ हौ यही बाटो कुदेकोमा आधी घन्टा 1 घन्टा बाइक छोड्दिएको बाइकै छोडिदिनु भयो हात्तीको चक्करमा तर पढेकाले नसुनेको हामीलाई गराउँदा के सुन्छ यो
अब यहाँ चाहिँ मलाई ल्याङ गरौँ बाउले कुकुर छैन ओइ ओइ छैन ओइ फर्के उच्च यसले ब्याग अहिले आयो भने यहाँ मान्छे छैन छैन बल्ल बल्ल अलिअलि राम्रो भएको छ नभत्का नआज पोजिसनमा चाहिँ लिइरहेछ अहिले खेर आयो भने यहाँ ओइ 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 नछिर्न हो त्यो बाटो राम्रो छैन ओइ बाटो छैन ए भिडबाट के गर्छस् ल है ल है ल है मान्छे बासलाई गर्छ खोइ 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 बासलाई घोच्छ हो नि बेस यो चाहिँ मेरो बेस्ट फ्रेन्ड के गर्नु यहाँ छ हात्ती हात्तीभन्दा पहिला मान्छे गयो त गयो हेरे हामी चाहिँ यहाँ हात्तीको ओइ 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 रोकिएको छ है कान्छीलाई बाटो मन परेन भने फर्किन सक्छिन केटा भिड चाहिँ यस्तो छ कि एकदम मान्छे टाउकोलाई त नहानौँ न हौ हात्तीलाई लागेको हातले मलाई लाग्यो नि त होस् नजाउँ यहाँ छोड्दै यहाँबाट उक्लिनु यी बाटो यहाँ नेपाल सरकारले नबनाउने बाटो पनि हात्तीले बनाइदिन्छ यी चप्पलको हालत त्यो हाम्रो ग्राउन्ड हो कि अलिकति कुदेर धुलो मार्दै म जानै मन छैन यार आज यहीँसम्म 6:30 भइसक्यो गलेको छु लाग्छ यार तार्नु मार ठुक्का अहिले बेकारमा बाउले ल्याङ हान्छ नि रो मलाई सिधा भन्दा पर्दा अस्ति उहाँ ओ दिपेश अस्ति उहाँ त्यो हात्ती मरिन्छ कि मारिन्छ भने देखिन्छ भनेर गयौँ नि त्यहाँ त सानो गाली खाइन मैले अहिले यहाँ पनि अब गालीको माहौल छ माथि उताको भिडबाट बाउले हेर्छन् हात्ती यहाँ छ म ग्राउन्डमा छु यसले गाली खाँदैछ म मरि गए पनि त्यहाँ जानेवाला है यताबाट गाली खान्छु मलाई जानै मन छैन यार बाउले ल्याङ खान्छन् नाम त जतिकै भयो छ्या बरु गाली खान्छु म बाउ नहुँदाखेरि म हात्तीलाई छुरिन सक्छु त्यतिको सामर्थ्य राख्छु बाउ हुँदा चाहिँ धरै मर्दछ कि यिनीहरूले गर्दा मैले गाली खान्छु है हिँड अब फर्क्यौँ ल हात्ती गइसकेको छ यति नै अब आजको हात्ती भन्न सकिन्छ आज के हो घोडा आयो सुरुमा यस्तो भिडबाट हात्ती उत्रिन खोजेको यस्तो भिड यहाँ चाहिँ मान्छे हिँड्न सकेन हात्ती हिँडिदिन्छ यस्तो भिड छ यहाँबाट ब्याग हानु
यहाँ चाहिँ कुटे खाएको हात्तीले यही बाँसले ए बाँस त कत्रो पनि छैन ढुङ्गाले हान्दा त नभएको गोताले यो गोता हानेको यो बाँसले गोब्जेको साला त ब्याक गियर बा त वहाँ गर्दै हाम्रो ब्याक गियर पनि खतरा छ नि त्यसको यहाँ त 5 किलो मुते नि बाटो नै बन्द गरिदियो अब यसले फेरि कफी खान्छ अरे हात्ती लिएर जा अलिअलि गोमत